सम्पूर्ण भाइ बहिनीहरूमा हार्दिक नमस्कार। आज मैले यासिई परीक्षा दिएर बसेका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले नतिजा आउनुभन्दा पहिला आफ्नो भविष्यका लागि के कस्ता कामहरू गर्न सक्छन् भन्ने विषयमा केही कुराहरू लिएर आएको छु, केही जानकारीहरू लिएर आएको छु। आशा छ आजको भिडियो अन्तिमसम्म हेरेर मन पराइदिनु हुनेछ भन्ने अपेक्षा लिएको छु र तपाईँको जीवनमा यसले केही महत्त्वपूर्ण सन्देशहरू दिनेछ भन्ने पनि मैले आशा गरेको छु। ल ढिला नगरिकन आजको शीर्षकतर्फ जान्छु। आजको शीर्षकमा रहेको छ विद्यार्थी भाइ बहिनीहरूले यासिई परीक्षा दिएर बस्ने जुन केही ग्यापको समय छ त्यो ग्यापको समयलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा मैले केही कुराहरू भन्न गइरहेको छु। 1 नम्बरमा रहेको छ नयाँ सिपहरू सिक्ने। नयाँ सिपहरू कस्ता सिपहरू सिक्ने त? जस्तै कम्प्युटरको कोर्सहरू हुन्छ, बेसिक कम्प्युटर कोर्सहरू होइन, ग्राफिक डिजाइन्स कोर्सहरू। त्यस्तै तपाईँहरूलाई अझै धेरै ज्ञानहरू सिक्न मन लागिरहेको छ भने भिडियो एडिटिङहरू सिक्न सक्नुहुन्छ, कम्प्युटर मार्फत प्रोग्रामिङहरू सिक्न सक्नुहुनेछ होइन। त्यस्तै तपाईँहरूलाई भाषा सिक्न मन लागेको छ भने भाषा पनि सिक्न सक्नुहुन्छ। जस्तै तपाईँको अङ्ग्रेजीमा चाहिँ अलिक सुधार गर्नुपर्ने छ भने अङ्ग्रेजी स्पिकिङ कोर्सहरू चाहिँ लिनुहोस् होइन। त्यस्तै तपाईँलाई चाहिँ अन्य भाषामा तपाईँलाई इन्ट्रेस्ट छ भनेदेखि जापानिज भाषा सिक्न सक्नुहुन्छ, कोरियन भाषा सिक्न सक्नुहुन्छ, जर्मन भाषाहरू सिक्न पनि सक्नुहुन्छ है त। त्यस्तै अर्को छ डिजिटल स्किल्सहरू पनि सिक्न सक्नुहुन्छ। तपाईँले डिजिटल स्किलहरू सिक्न सक्नुहुन्छ। यो डिजिटल स्किल्स भनेको चाहिँ कस्तो त भन्दाखेरि डिजिटल मार्केटिङ, कन्टेन्ट राइटिङहरू होइन, यिनीहरू जस्ता सिपहरू पनि तपाईँले सिक्न सक्नुहुन्छ। त्यस्तै अर्को छ व्यक्तित्व विकास। यो व्यक्तित्व विकास भने चाहिँ के त भन्दाखेरि तपाईँले कोही व्यक्तिहरूसँग कुरा गर्दा होइन आफ्ना ज्ञान गुणका कुराहरू सुधार्ने कुराहरू चाहिँ व्यक्तित्व विकाससँग सम्बन्धित कुराहरू पर्छ। जस्तै सामाजिक सञ्जाल व्यवस्थापन, व्यक्तित्व ब्रान्डिङको बारेमा पनि सिक्न सक्नुहुन्छ। आत्मविश्वास बढाउने विभिन्न तालिमहरूमा पनि सहभागी हुन सक्नुहुन्छ होइन। यस्ता तालिमहरू चाहिँ विभिन्न ठाउँहरूमा सञ्चालन भइरहेको हुन्छन्। छोटो अवधिका तालिमहरू पनि तपाईँले लिन सक्नुहुन्छ, छोटो अवधिको, किनभने तपाईँसँग धेरै लामो अवधि त हुँदैन। 2 महिना, 3 महिना, 4 महिनासम्म, 5 महिनासम्म तपाईँहरूसँग समय हुन्छ। यो समयमा विभिन्न ठाउँहरूमा घुम्न जान सक्नुहुन्छ होइन। रमाइलो ठाउँहरू घुम्न जान सक्नुहुन्छ भने थोरै समय जुन तपाईँसँग बचेको समय छ त्यसको भरपुर सदुपयोग गरेर छोटो समयका तालिमहरू पनि लिन सक्नुहुन्छ। छोटो समयका तालिमहरू के हुनसक्छ त? कम्प्युटर कोर्सहरू हुन्छ होइन, कम्प्युटर एप्लिकेसनहरू हुन्छ, ग्राफिक डिजाइन, वेब डिजाइनहरू होइन। त्यस्तै अरू पनि हुनसक्छन् है। जस्तै ब्युटिसियन पनि छ, टेक्निकल लाइनहरूको पनि हुनसक्छ होइन। प्राविधिक तालिमहरू पनि लिन सक्नुहुन्छ 2 महिना 3 महिनाको तपाईँले। त्यस्तै अनलाइन प्लेटफर्म मार्फत प्रयोग गर्ने विभिन्न प्लेटफर्महरू पनि प्रयोग गर्न सक्नुहुन्छ। जस्तै तपाईँले सिक्नको लागि युट्युब कोर्सहरू होइन, युट्युबबाट पनि सिक्न सक्नुहुन्छ। तपाईँले विभिन्न प्लेटफर्महरूबाट निःशुल्क अथवा सशुल्क कोर्सहरू पनि लिन सक्नुहुन्छ। विभिन्न त्यस्तै अन्य क्रिएटिभ कामहरू पनि गर्ने प्रयासहरू गर्न सक्नुहुन्छ। त्यस्तै यो बेलामा तपाईँले विभिन्न प्रकारका स्कुल लेभलभन्दा बाहेकका विभिन्न किताबहरू पनि पढ्न सक्नुहुन्छ। विभिन्न प्रेरणादायक किताबहरू पनि पढ्नुहोस् यो बेलामा होइन। आफ्नो रुचिको क्षेत्रसँग सम्बन्धित किताबहरू पढ्नुहोस्। जस्तै अन्य कुराहरू पनि हुनसक्छ, जस्तै साइन्स, टेक्नोलोजी, हिस्टोरी, लिटरेचर आदि किताबहरू पनि तपाईँले पढ्न सक्नुहुन्छ। त्यस्तै विभिन्न अनुभवहरू पनि बटुल्ने, जस्तै के हुनसक्छ भने तिनीहरू इन्टर्नसिप वा भोलिन्टियर कामहरूमा पनि सहभागी हुने होइन। कुनै ठाउँहरूमा चाहिँ केही प्रोग्रामहरू भइरहेको छ भने त्यहाँ सहयोगीको भावना लिएर चाहिँ तपाईँले ती कामहरूमा सहभागी भएर काम गर्न सक्नुहुन्छ। विभिन्न गाउँघरका सहर बजार जुनसुकै ठाउँमा पनि तपाईँले स्थानीय सङ्घ संस्थाहरूसँग काम गरेर
मिलेर चाहिँ तपाईहरूले केही कामहरू सहयोगहरू गर्न सक्नुहुन्छ। करियर काउन्सेलिङमा पनि सहभागी हुन सक्नुहुन्छ। विभिन्न स्कुल कलेजहरूले करियर गाइडेन्स सेमिनारहरू सञ्चालन गरिरहेका हुन्छन्, त्यसमा पनि सहभागी हुन सक्नुहुन्छ। शिक्षक र अनुभवी व्यक्तिहरूसँग पनि परामर्श लिन सक्नुहुन्छ। तपाईँले भविष्यको योजना पनि बनाउन सक्नुहुन्छ। यासी पछि कुन विषय लिएर पढ्ने भनेर पनि आफ्नो निर्णय गर्न रिसर्च गर्न सक्नुहुन्छ। जस्तै सिटिबिटीका कोर्सहरू हुन्छन्, डिप्लोमा र टिएसएलसीका विषयमा पनि बुझ्न सक्नुहुन्छ। त्यस्तै कक्षा 11 र 12 पढ्नका लागि साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटी, एजुकेसन आदि बिचमा पनि कुन विषय रोज्ने भनेर पनि तपाईँले विचार गर्न सक्नुहुनेछ। ल आजको भिडियोमा मैले यति नै कुराहरू लिएर आएको छु। सर्टकटमा छोटो कुरा मात्रै जानकारी गराएँ यहाँहरूलाई। यस्तै विषयका अन्य केही जानकारीहरू तपाईहरूलाई जान्न मन लागेको छ भनेदेखि कृपया कस्तो किसिमको जानकारी लिन मन लागेको छ कृपया मलाई कमेन्ट गर्न नभुल्नुहोला। ल आजको भिडियोमा यति नै। म यहाँहरू माझबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच।